अहिले चाहिँ हामी दुईजना चाहिँ पशुपति मन्दिर आरोहण गरेर चाहिँ आइसक्यो दुईजना है। खुसी छ नि पशुपति घुमेर। हामी चाहिँ रुम जाँदै गरेको। अब हामी रुम पुगेर खाना बनाएर खान्छ। अहिले चाहिँ लगभग 7:30 हुन आँटिसकेको छ। अलिक ढिलो आएको थियौँ नि त, त्यही भएर हामी चाहिँ फर्किँदैछौँ। बेलुकाको भ्यू अलि राम्रो लाग्छ क्या यो ठाउँको, त्यही भएर बेलुकाको भ्यू हेर्न आएको थियौँ हामी चाहिँ। नाला उता अर्को साइड हो नि, अर्को साइड हो नि उहाँ तल। यहाँ हेर्नु है गाइस, मन्दिरबाट झिकेको पैसा देखाउन पर्छ भनेर कति धेरै छ उसले चाहिँ झिकेको है। टिका लाउनु गएको पैसा झिकेर आएछ मोरीले। पैसा लिएर हामी चाहिँ रुमतर्फ जाँदै रहेको। यसको चाहिँ के खाने हामी, यसको हामी के खाने अरे मन्दिरमा मागेको पैसाले? कुरकुरे खाने अरे। मासु खाम भनेर भनेको नमानेको, कुरकुरे खाने अरे। ल गाइजहरू, कुरकुरे खाने मान्छे पनि देख्नु, कुरकुरेको प्याकेट पनि बरु ठुलो होला ऊ भन्दा त। लडाइ रिङ्गटै लाग्ने रे हान्नुपर्छ। कुरकुरेको प्याकेट भन्दा सानो हो त मान्छे त यार। 50 रुपियाँको कुरकुरे अरे अझ। उसलाई 50 रुपियाँको चाहिएको अरे। मान्छे त 50 रुपियाँको त्यो प्याकेटभित्र पनि अझै खाली ठाउँ हुन्छ होला उसलाई हाल्दाखेरि नि, स्पेस नै खाली हुन्छ होला अझ होइन। खाइसक्छौ 50 रुपियाँको कुरकुरे? 50को मात्रै हो र, म त 100को नि खाइसक्छु। यति मागेको पैसाले सबै खाने? पुगेन भने अझै थप्नु है। त ल म थपिदिन्छु, 1-1.5 सय थपिदिँदा हुन्छ होला नि? हुन्छ है। ल ल ल, यहीँ बाहिरबाट किनिदिनु कि वहीँ गएर किन्ने हो त? रुममा गएर होइन होला, मन्दिरमा मागेको पैसा के रुम लानु? मन्दिरमा मागेको पैसा रुम लानु र? अनि रुम त लानुलाई मागेको नि। ए ल ल ल, अब हामी चाहिँ यताबाट घर जाँदै गरेको। मन्दिर चाहिँ योतर्फ छ। सेट पैसा चोरेर त पैसा चोर होइन मागेको क्या, पैसा माग्ने मान्छे लाग्छ नि मैले दिँदो रहेछ। पैसा माग्दा यस्तो भन्नु पर्दो रहेछ नि त। रुमाल फिजाएर एकैछिनमा यति, एकैछिनमा यति बनाएर हिँडेको। खै देखाउन मजाले फिजाएर। धेरै छ क्या धेरै, कति धेरै पो छ त गाइस है।